सुन्ने कथा च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। तपाईको कथा मेरो आवाज सुषमाको साथमा। आज मैले अरू दिन भन्दा फरक किसिमको कथा लिएर आएकी छु। जुन कथा सुनेर हामी हाम्रो बाल्यपन बितायौं। कथाको शीर्षक हो काफल पाक्यो। लौ त सुरु गरौँ है त आजको कथा। परापूर्व कालमा सानोमा आफ्नो आमा बाबु गुमाएका चुहुरा दाजु र बहिनी थिए। आमा बाबुको मृत्युपछि दाजुले धेरै दुःख कष्ट गरेर निकै मायाले आफ्नी बहिनीलाई हुर्काउँदै बढाउँदै गइरहेका थिए। जब दुवैजना हुर्किँदै ठुला हुँदै गए, आमा बाबु पनि थिएनन् अनि उनीहरूसँग जग्गा जमिन केही पनि थिएन। न उनीहरूसँग धन सम्पत्ति नै थियो, न जग्गा जमिन नै थियो, न त खानेकुरा नै। बिस्तारै दुवैजना हुर्किँदै गए, बढ्दै गए। त्यसपछि उनीहरूलाई खानेकुराको समस्या झन बढ्दै गयो। बर्खायाममा त जेनतेन जङ्गलका कन्दमूल खाएर गुजारा गरिरहेका थिए। जब हिउँद लागेर चैत वैशाखको समय आयो, निकै सुक्खा समय भयो। त्यसैले जङ्गलमा उनीहरूले खानेकुरा केही पनि पाउन छोडे अनि भोकले निकै सताउन थाले। तर उनीहरूले कतै पनि केही खानेकुरा पाएन अनि कयौं रात कयौं दिन उनीहरूले पानी मात्रै पिएर निकै कष्टकर जीवन बिताए। तर कति दिन यसरी पानी मात्र खाएर बाँच्नु? उनीहरूलाई भोकले निकै गलाउँदै लग्यो। अब त केही न केही खानेकुराको खोजी गर्नुपर्छ भनेर दाजुले आफ्नी बहिनीलाई भन्दछन्। बहिनी, हामीलाई धेरै भोकले सताउन थाल्यो। अब म केही खानेकुराहरू खोज्न जान्छु। दाजुको यस्तो कुरा सुनिसकेपछि बहिनीलाई निकै पिर पर्छ र आफूलाई एक्लै छोडेर जान लागेको कुरा सुनेर उनी निकै रुन्छिन्। उनले रातभरि रोएर बिताउँछिन्। भोलिपल्ट बिहान हुन्छ। बिहान पनि बहिनी निकै रोइरहेको देखेर दाजुलाई पनि पिर लाग्छ। एकातिर बहिनी रोइरहेकी र अर्कोतर्फ खानेकुरा खोज्न जानुपर्ने। अनि यत्तिकैमा घरको नजिकै पर एउटा काफलको रुखहरू देख्छ दाजुले। अनि ती रुखहरूमा काफलका फूलहरू फुल्दै थिए। तिनै काफलका रुखहरू देखाउँदै दाजुले बहिनीलाई सम्झाउँदै भन्छन्, बहिनी नरौ, यी काफलका रुखहरूका फूलहरू फुल्दैछन् अनि काफल फल्न थाल्छ र काफल पनि पाक्छ र त्यो काफल पाक्ने बेलासम्म म तिमीलाई केही खानेकुरा लिएर आउँछु। तिमी नरोएर बस। यति भन्दै बहिनीका आँखाको आँसु पुछिदिन्छ दाजुले। अनि बहिनीले पनि हुन्छ भन्दै मुन्टो हल्लाएर दाजुलाई बिदा गर्छिन्। यसरी धेरै समय बित्छ अनि काफल पनि पाकेर आउँछ। बहिनीले दिन गन्न थाल्छिन्। याम फेरियो, काफल फल्न थाल्यो, फलेका काफल पनि पाक्न थाले। तर उनका दाजु कहिले फर्किएर आएनन्। यसरी दाजु नआइसकेपछि दाजुको सम्झनामा बहिनी निकै रोइन्। रुँदा रुँदा उनको शरीर शिथिल भयो र अन्त्यमा उनको मृत्यु भयो। काफल पाकेपछि आउँछु भनेर हिँडेको दाइको सम्झनामा मृत्यु भएको कारणले उसले अर्को जुनीमा चराको रूपमा जन्म लिन पुग्यो। यसरी उनी चरा भएर अर्को जन्ममा जन्म लिइन्।
त्यसैले बहिनीले आफ्नो दाजुको सम्झनामा चरा बनेर काफल पाक्यो भन्दै दाईको सम्झनामा जीवन बिताइरहेकी छिन् र तिनै बहिनी अहिले काफल पाक्यो चराको रूपमा हाम्रो वरिपरि काफल पाक्यो भन्दै उडिरहन्छन्। यसरी काफल पाक्यो भन्ने कथा यही सकिन्छ। कथा सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा वैकुण्ठमा जाला भन्ने बेलामा खुरु 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 तपाईँ हाम्रो मुखमा आइजाला। फेरि पनि यस्तै रोचक कथाहरू सुनेर आफ्नो बालापनलाई ताजगी बनाउन चाहनुहुन्छ भने मेरो यस सुन्ने कथा च्यानललाई सब्स्क्राइब, लाइक र सेयर गरिदिन नबिर्सिनुहोला है त। आजलाई यति नै, धन्यवाद।